फ्राइसहरू होला क्या त्यो पुर्खेउली बारीहरू हुने अनि नेपालमा नि भन्छ नि पानी परेन भने खेती किसानै हुँदैन भने कस्तो हुन्छ नि त्यस्तै हो क्या कस्तो बाटो छ हौ उता हेर्नु क्या रमेश नेपालको गाउँ जस्तै त्यो कन्स्ट्रक्सनले उयो गरे नि अघि पुग्ने कि आलासे हो कि घटनास हो आलास हो यो बाख्राको घाँस यसरी गरेर राखेपछि बिग्रिँदो रहेछ क्या यो नेपालमा पनि यस्तो सिस्टम गएको छ नि अहिले घाँसहरू प्याकिङ गरेर यो थ्रेसर मेसिनहरू पनि निकालिसक्यो धान रोप्ने निकालिसक्यो यस्तो कति सफा ठाउँ छ मकै के सानो क्या यो घर पनि नेपालको जस्तो जस्तै छ नि पहिला पारी हेर नि कति मजा पिकनिक खाने ठाउँ जस्तो देखेको छ पारी कति मसिनो सुकेको मकै यो चाहिँ दाना बनाउँछ होला नि त दाना घोडाहरूलाई हेर्नु त मकै कति मजाले फलेको नि बोट सानो सानो भयो भने घोगा पनि दुईटा तिनटा लाग्यो त मुराली मकै हो नि त मुराली मकै यो क्या पढाउनु उठ्छ नि त त्यो भुट्दाखेरि मुराली मकै भन्छ नि त यो क्या गाई घोगा लाग्ने उसिन त हुन्छ यही त बजारमा निकाल्ने होला कुनै त हरियो ल्याउँछ नि तर यो चाहिँ भुटेर खानु क्या मिठो हुन्छ नि अहिले यो एकै नासे नि होइन अघि त्यहाँ उयो भयो क्या त्यो क्या त्यस्तो दुईवटा बाटो थियो नि लेफ्टमा गइयो त्यो भएर त घुमिरहेको मारे त्यो अनि यता फेरि यहाँ उयसमा रङै के अरे राइटै बाटो देखाइरहेको थियो क्या फेरि पुरै मकै बारी रमाइलो गाउँमै रमाइलो दिशा पाएर क्या आयो यो हो नि दाउरा तर त्यस्तो मर्ने गऱ्यो त होइन कि तर गर्नु नि त नि धेर थाम्नु हुँदैन त्यो काठफुट त्यहाँतिर यो ठाउँमा त नेपालमा जस्तो जहाँ पायो त्यतै फर्केर आशिकाले कसो पार्दैछ त्यो त छैन नि त यहाँ आशिकाले क्या राम्रो काम गरेको क्या सालहरूलाई ए माइ गड पब्लिक मान्छे हिँडिरहेछ त्यहीँनिर ठडिरहेछ क्या अब कहाँ छ भित्र हुन्छ क्या यस्तो फार्मभित्र लास्टै वासै बनाउँछ भेडा हेर्नु त्यो भेडा कस्तो गाउँ हो नि त गाउँ हो यही भएर त म आउनु सक्दिनँ भन्नु सहरमै ठिक अब त होइन सक्दिनँ नि म भिडियोहरूमा नि अलिक सिक लाग्ने जङ्गल घारी सिक छ भने भिडियो काटिहाल्छु खाना खाँदैछु भने त काटिहाल्छु त्यो भिडियो त्यस्तो जिउ बिग्रियो क्या मकै बारी हरियो काँक्रा परम होइन यता त हरियो काँक्रा पनि पाउँछ होला है पाउँछ नि फ्रेस तर उहाँको खालको छैन कि त्यो यत्रो लामोहरू भयो होइन अलिक डल्लो त्यति मात्रै त्यो ठुल्ठुलो काँक्राहरू छैन ओ पारीको त्यो बादल त के अरे हिमाल जस्तो देख्दो रहेछ हौ
भित्र सबै ऊ बाख्राहरू होला यो त फार्म हो नि त बाख्रा छ कि गाई छ कि के छ सबै रहेछ Oui, bonjour, je suis juste 7 minutes à route. Je vais être là dans 7 minutes. Ok. Attendez. साङ्ग्रिए हो कि साङ्ग्रिए थियो साङ्ग्रिए जस्तो लाग्छ मलाई Sanglier. साङ्ग्रिए ग्रिए जस्तो लागेको थियो Lié. लिए थियो त्यसकोमा चाहिँ के छ बँदेल मात्रै छ कि अरू पनि छ खसीहरू पनि छ खसी त थाहा भएन उयोहरू छ धेरै सुँगुर होला होला अनि यो के उयो मृगहरू क्या ए मृगहरू धेरै छ सबै यिनीहरूले यो साइलेज खुवाएर त्यो क्या प्रोटिन भिटामिन खुवाएर नमिठो भएको यो घाँस नेचुरल घाँसहरू खुवाउनुपर्ने त्यो चाहिँ हो है यहाँको क्या हो केही कुराहरू पनि त्यो ऊ चाहिँ नकिन्ने भएर गएको थियो तर नेपालमा गएपछि यस्तै गन्दाहरू भयो लामखुट्टे भयो चटपटे किन्नु जाँदा 50 रुपियाँ कि यति पनि नआउने होइन उसको त यहाँ कमाएको पैसा त 1 वर्ष पनि नथाल्ने बँदेल बच्चा हाँ